Hi guys, good morning. Welcome to Changlas vlog. So आज चाहिँ आइको च्यानल चाहिँ मैले टेक ओभर लिएको. So I'm going to show you. आज चाहिँ हामी जेन्सीमा जाँदैछौँ दलिङगोपमा and she dropped her earrings अरे. त्यो चाहिँ कता ड्रप गर्यो? पायो earrings? So उहाँले चाहिँ हराइसक्नु भएको छ earrings. So अहिले चाहिँ हामी आगा कुनाल युगेल and so next अर्को सोनिला चाहिँ आउँदैछ. So हामी चाहिँ हिँड्दै गरेको. Hello, good morning. Say hi. Hello. म चाहिँ यहाँनिर अलिक केस गर्दै बिजी छु. हामी चाहिँ रोडमा छ. सो अब चाहिँ कसै चाहिँ केस कोर्दैछ हो, कसै चाहिँ यहाँ आज फर्स्ट टाइम गुम्पा जाँदैछ. सायद पानी पनि पर्छ होला, किनभने अस्ति बुमकोरमा हामीले बुमकोर जाउँ बहिनी भन्दा होइन आगे भ्याउँदैन अरे. त्यहाँदेखि सेकेन्डमा हामीले फेरि माथि जाउँ बुद्ध पार्कमा वाङ छ भन्दा पनि त्यहाँ पनि होइन अरे. आज पनि सिलगढी जाने भन्दा भन्दा यो कहाँबाट यहाँ आएको है आज उचित सिलगढी आउरेको कुरा नगर्नु न. सिलगढी पो जानु. यसको चाहिँ भरोसामा उयो आउनु मानेको चाहिँ आज मात्रै है. खुसी हुँदै हेलो भन्दै आएको चाहिँ आज मात्रै. आज अलिक चिटिक्क भइरहेछ नि. अब भूत देखे कस्तो गर्छ यसले. फोन त के देख्यो के कति कहाँ पुगिहाल्छ हो. मेरो चाहिँ केस यस्तै छ. सो डोन्ट माइन्ड. आज चाहिँ गुम्पा गएको भनेर मैले ब्यान्डाना नलगाएको होइन, नलगाएको भन्दा पनि नलगाउनु अरे उहाँहरूले. सो मेरो केस चाहिँ अब भरेतिर चाहिँ राम्रो भएनसम्म चाहिँ आई विल पुट अन द ब्यान्डाना अगेन. थ्याङ्क यू. सो आजको मेरो आउटफिट चेक ओटिडी. सो वेलकम ब्याक अगेन. मैले चाहिँ ब्यान्डाना लगाइसकेको छु किनभने माई हेयर वाज मेकिङ मी अनकम्फर्टेबल. किनभने आई हेभ टु फिक्स माई हेयर कट किनभने डल्लै निधारमा आएर चाहिँ इरिटेट हुँदैछ हो. सो द्याट्स वाइ आई पुट अन. अन्त दुईजना चाहिँ हाम्रो गाडी चाहिँ अझै पनि आइपुगेन है. वी आर स्टिल वकिङ. गाडी आइसकेको छ यहाँनिर. अन्त गाडीभित्र चाहिँ यहाँ Hi guys, we are heading towards Daliङ Monastery. आगे कुनाल, युगेल, सोनिला, ओयाङला, म हामी चाहिँ सोनिला, सबैजना टोनिला हो. टोनिला फ्रान्सिस यो मालेसिना यता ह्यान्डी क्रिम पनि बसिरहेको छ हामीसँग हो. लक काम नै भइरहेको छ दुईजना सबैजना. चाहिँ हामी गुम्पा आइपुगेछ. यहाँ चाहिँ सामान निकाल्दैछ पछाडि. वेलकम टु च्याङ्लास भ्लग. खै अन्त भ्लगमा चिया के दिँदैन जस्तो बोलाएर. अब चाहिँ हामी साँच्ची नै चिया नै खानु जानु आँटेको हो. वी आर गोइङ फर समथिङ. दुधको चाहिँ म खाँदैन, फिका चाहिँ म खान्छु होइन. यताले चाहिँ 32वटा दाँत देखाएर आइपुग्यो गुम्पा हो. चाहिँ फेरि खोल्दै हेलो टाइसन तुम जा चाहिँ भुटिया डग. सोनिला फ्ल्यास लाइट बलिरहेको छ. यहाँ भाइला रहेछ भात खाँदैछ. यहाँ पनि छ. guys having ब्रेकफास्टमा चाहिँ पुरी आलुदम. नला चाहिँ खाइदिनुहोस् है लस. सोनिला आइज ब्रेकफास्टको ग्यास हुन्छ. खोइ आइछ ल. We are going to have it. स्पुन छैन रहेछ. सबैजनाले खाइसकेको छ. आई थिङ्क हामी अलिक ढिलो भयो कि हामी छिटो भएको कि ढिलो हो. हामी छिटो हो कि ढिलो भएको हामी. कहाँ आउँछ यहाँ बसेर आइज तपाईँ आइज.
Yes, we are having. I go and get chair. Catch. Everyone is having breakfast. First by glass. So Nila, you go. Yeah, malda so. That's by glass. Yes. I'm opening Hanchalas. Finally, we are done eating. Let's say I napkin on this paper. I'm fixing paper. Ito may mom, Amchung, Ani, auntie. See, I'm going inside monastery. You call that around, so it's a part of your rituals on this. I'm taking these things. Yace bayar sana tanya sana. Bichen palda. Mandin beauty. Bichen palda. Uli गर्दैछ त दुईजना त बोल्दैन रहेछ आज आइछेङ्कीको ब्लग मैले गरिदिएको हो नि त माची र माचीको निस I'm really मलाई चाहिँ यति साह्रो इरिटेट भइसक्यो कि मेरो केसले चाहिँ I cannot even describe single word ma kya. So let's look around what else is going on ita. Everyone mati busy sa ho machale reta ghumnu gako hernu to see around, but because of the rain bato chahi not so nice. I want to suggest you yata chahi ghumnu aunus bhanera chahi suggest garnu sakdina. It's off road. अहिले भने चाहिँ यहाँ सबैजना आफ्नो आफ्नो धुनमा काम गरिरहेको छ है यहाँ आएको नालो सबैजना आफू आफू बिजी है म पनि बसिरहेको छु यहाँ होइन भर्खर काम गरेर बसेको और अभी हम लोग खड़े तितरी हाम्रो छुम्ला चाहिँ आइपुग्नु भएको छ भर्खर हो छुम्ला चाहिँ अलिकति ढिलो भएछ यहाँ चाहिँ एकदम ट्रेनको पट्रीमा बसेर मोमो खाँदैछ हो न्युटेलाको अचार कसम यो मोमो बनाउने चाहिँ नि हातमा त्यो खाइदे
Take over the blog of I Chiang La. हामी चाहिँ माथिबाट आएको एन्ड यता चाहिँ हाम्रो आमचुङ हुनुहुन्छ आमचुङ एकदम प्रिटी ब्युटिफुल भएर आउनु भएको छ आज हो हेलो गॉड ब्लेस यु आमचुङ गॉड ब्लेस मी टु अन्त यता चाहिँ के बोलेको मलाई पनि याद छैन हो माथि श्रीमान इन्द्र तामाङज्यू जसले हामीलाई विद्युतीय उपकरण गुम्पामा जुन चाहिँ हामीले किचन कन्स्ट्रक्सन गऱ्यौँ तर हामीलाई अब तपाईँले गर्न सहयोग चाहियो भनेर चाहिँ भन्दाखेरि उहाँ 50,000को रकममा हामीलाई अहिले चाहिँ लाइक गुम्पा वाट्स ह्यापनिङ इनसाइड द मोनास्ट्री भन्दा चाहिँ जसले हेल्प गरेको थियो जसले लाइक अब यो आजको पूजा अर्गनाइज गर्नको लागि हेल्प गरेको थियो कन्ट्रिब्युट गरेको थियो उनीहरूलाई चाहिँ एउटा सर्टिफिकेट र अब के भन्नु अब थ्याङ्क यू दिँदैछ सो म चाहिँ त्यही हेरेर आएको अब अहिले पूजा स्टार्ट भएपछि देखाउँछु ल तपाईँहरूलाई म के देखाउँछु भन्दा चाहिँ नि वी हेभ यसलाई चाहिँ के भन्छ भुटे कुकुर भन्छ नेपालीमा चाहिँ के हो म्यास्टिफ छ यहाँ चाहिँ 2 म्यास्टिफ्स हेर्न सक्नुहुन्छ इट्स भेरी बिग so big अहिले चाहिँ फेरि हामी we are going up माथि चाहिँ पूजा हुँदैछ so we are going to the puja because यहाँ already किचनमा there are so many people who are already helping त्यही भएर we don't want to disturb them so मैले चाहिँ इन इङ्ग्लिसमा ब्लग बनाएको भन्दा चाहिँ it's always good to talk English because इम्प्रुभमेन्ट भन्ने पनि हुन्छ हैन मान्छेको लाइफमा so I चाहिँ चौको बदली सोनाजी भाइ जाग्ने पनि हुनुहुन्छ उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद गराउन चाहन्छौँ उहाँले एक मोटामोटी 8-10 दिनको निस्वार्थ सहयोगले गर्दाखेरि हाम्रो किचनलाई ढलमल्ल बनाउनमा सहयोग पुर्याउनु भएको छ र हाम्रो सोनाजी भाइ जहाँ कहीँ पनि हुनुहुन्छ उहाँ अहिले चाहिँ आएर म चाहिँ we are going to get some tea आइको पनि हातमा छ केटल यहाँ चाहिँ एकदम आगे आउनु हुँदैछ के लिएर आउनु हुँदैछ के भन्दिनुस् आजको बारेमा के भन्नु शर्माउनु भएको रे आज किन कलरफुल रहेछ मेरो व्हाइट रहेछ पक्रिने पानी आउँदैछ तिरिक तिरिक सो हेर्दै गर्नुहोस् अहिले देखाउँछौँ यहाँ हेर्नुहोस् हाम्रो आगे घरमा चिया नै shortage of tea there's some shortage of tea छिट्टो ल्याएको तेन्जिङले अहिले भर्खर मैले हातमा यो लगाएको छ यहाँ पनि लगाएर बसिरहेको छ सबैजना आई थिङ्क अब चाहिँ वी आर रिचिङ टु द एन्डमा पुग्दैछ अब अहिले चाहिँ हो आजको चाहिँ सकिसकेको छ होला सो राइट नाउ चाहिँ हामी क्याफे जानु आँटेको अन्त आइहरू क्याफे जाने अरे बहिनीहरू
So we're going to the cafe. So हाम्रो आगे हुनुहुन्छ यता चाहिँ एकदम हेलो हेलो यो भाइको यो के अरे इन्स्टाग्रामतिर अलिकति आइको श्रीयाङ्कीको रहेछ है ल बहिनीको तपाईहरु लाइक गरिदिनुस् शेयर गरिदिनुस् कमेन्ट गरिदिनुस् है ल खुसी छु थ्यांक यू बाइ बाइ यो लुका भनेको सुन्दा तपाईहरुलाई क्याफेमा गएर देखाउँछु त्यहाँदेखि आजको तपाईहरुलाई ब्लग के हो कसो हो हेर्दिनुस् होला हैन आइको च्यानल हो मैले भिडियो मात्रै बनाइदिएको हो आई चाहिँ आज अलिक निकै बिजी हुनुहुन्थ्यो हो सो द्याट्स वाइ आई टुक ओभर द भिडियो ब्लग सो हेर्दै गर्नुहोस् क्याफेमा पुगेर देखाउँछु सो फाइनली अब चाहिँ हामी गाडीमा पस्न आँटेको पछाडि आउँदैछ यिनीहरूले ढिलो गर्ने चाहिँ एकदम सो मलाई त्यस्तो ब्लगहरू बनाउनु साह्रै आउँदैन भन्दा पनि आइडिया छ तर अहिलेसम्म बनाएको चाहिँ छैन दिल्लीमा हुँदा आई हेभ मेड सम फ्यु ब्लग भिडियोज एन्ड त्यहाँबाट उता चाहिँ मैले गरेको छुइनँ बिकज आई वाज फुल्ली बिजी विथ माई लाइफ भनौँ न अन्त यहाँ हामी चाहिँ एकदम गाडीको त्यहाँ आइसकेको छ हो दुईजनाले चाहिँ अघिदेखि पर्खेको होला सायद बिचराहरू ओइलिसकेको छ कति चाहिँ यहाँ हो बस्ने स्टाइल खतरा छ यो खुट्टा चाहिँ कहाँ छ हेर्नुहोस् तपाईँहरूले दुईजनाले चाहिँ हामीलाई प्र्याङ्क गरेको कि के गरेको हो गाडी उयो राखेको गाडी चाहिँ हामीले पछाउँदै यहाँ आएर रोक्यो यहाँ आइपुग्यो फेरि गाडी गयो ऊ पर छ ऊ के गरेको दुईजनाले चाहिँ उयोबाट यस्तो घुमाएर लेता ल्याउनु लागि हामीलाई देखो सके आजको पनि हामीले छो पनि पायो हैन आज चाहिँ कस्तो नराम्रो फिल भयो त्यस्तै फिल भयो है आज त्यो एनर्जी अनुहारमा ग्लो नभएको लाइफमा फर्स्ट टाइम गुम्पा आउनेहरू पनि छ यो क्याफेमा गएर भेटौँलस् हामी चाहिँ यता आइपुगेको छ होइन दार्जिलिङ खाएर अन्त आजको यति नै हो सो थ्याङ्क यू सो मच फर वाचिङ तपाईँले हेर्नुपर्छ अनि मैले ब्लग बनाएको तपाईँहरूलाई इनकेस मन परिहाल्यो भने प्लिज डु लेट मी नो इन द कमेन्ट हो ल थ्याङ्क यू फर वाचिङ डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब एन्ड प्लिज किप सपोर्टिङ माई सिस्टर्स च्यानल आई च्याङ लास्ट ब्लग बाई बाई बाई